स्विजरल्यान्ड त गएको छैन तर यति राम्रो चाहिँ छैन होला। हाई एभ्रिवान, दिस इज डे 3 ट्राभलिङ टु आवर ड्रिम प्लेस। बिहानको 7 बजे हामी रेडी भएर जुमसुम बजार हुँदै मुक्तिनाथतिर लाग्यौं। बाटोमा यस्तो बबाल भ्यू देखिरहेको थियो, यता हेर्छु यता नि हिमाल, उता हेर्छु उता नि हिमाल। हामी चाहिँ हिमालहरूको बीचमा थियौं क्या। मलाई लागिरहेको थियो म सपनामा त छुइनँ नि जस्तो। मार्फादेखि मुक्तिनाथको फेदीसम्म आइपुग्न त्यही 30-35 मिनट लाग्ने रहेछ। हामीले पार्किङ गर्यौं, त्यस पछाडि पूजा सामग्रीहरू किन्यौं। अनि हिँड्न नसक्नु हुनेहरूलाई चाहिँ घोडामा जाने सुविधा पनि रहेछ। हामी चाहिँ एकदम स्ट्रङ पनि थियौं प्लस एक्साइटेड पनि थियौं, त्यही भएर हामीले हिँडेरै जाने निर्णय गर्यौं, किनभने केही पाउनको लागि केही गुमाउनु पर्छ भनेर। मुक्तिनाथ मन्दिर आउँदाखेरि चाहिँ सबैभन्दा गाह्रो चाहिँ यो सिडीमा हुने रहेछ। यो अलिक हाइटमा भएको कारणले गर्दा सास फुल्ने रहेछ। संसारको जुनसुकै मन्दिर गए पनि मुक्तिनाथको दर्शन नगरिन्जेलसम्म चाहिँ मनलाई आनन्द मिल्दैन रे, ठुला बडाको मुखबाट सुनेको। अनि यहाँको 108 वटा धारामा नयो भने चाहिँ सबै पाप पखालिन्छ भन्ने यहाँको आस्था रहेछ, धार्मिक आस्था। अनि मलाई चाहिँ यो सबै देखेर गरेर कस्तो पोजिटिभ भाइब्स आइरहेको थियो। अनि हामीले लाइन बसेर पूजा गर्यौं, त्यसपछि हामीले फोटो भिडियो सुटहरू गर्यौं। अनि त्यहाँबाट निक्लेर चाहिँ हाम्रो आज फास्टिङ रहेको थियो। कस्तो भगवानले जुडाइदिनु भएको क्या, हाम्रो फास्टिङको दिनै मन्दिर जानु पायौं क्या। हामीले फ्रुट्स चियाहरू खायौं अनि उहाँहरूले खाना खानुभयो अनि हामी एकछिन रेस्ट गरेर त्यहाँबाट निक्ल्यौं। अब हाम्रो नेक्स्ट प्लान कहाँको हुन्छ, सी यू इन द नेक्स्ट एपिसोड। बाई बाई एभ्रिवान।